यति ढिलासम्म त म आजसम्म सुतेको थिएन। सो हाई एभ्रीवान, वेलकम ब्याक टु माई मिनी भ्लग। नाइट सिफ्टले मेरो पुरै रुटिन नै बिगारेको छ। आज कति पछि मैले ब्रेकफास्ट बनाएर खान लागेको छु के, नभए यत्रो दिन त मेरो एउटा मिलमा मात्रै गुजारा हुन्थ्यो। बिहान चना र अन्डा खाएर म चाहिँ मेरो दाईको युनिभर्सिटीमा दाईलाई भेट्न गए। प्लेसमेन्टले गर्दा दाईलाई पनि नभेटेको धेरै भएको थियो। अनि यहाँ सबैको लाइफ एकदमै बिजी छ, भेट्नलाई त पुरै दिन नै जुराउनु पर्ने। दाजु बहिनीको भेट भएपछि दुःख सुखका कुरा गर्नतिर लाग्यौं। दाईको फेरि मिटिङ थियो, त्यही भएर म चाहिँ एउटा ऱ्यान्डम पसलमा गए। त्यो पसलमा मैले यस्तो राम्रो राम्रो सामानहरू भेटे नि, आफ्नै घर भएको भए त मैले यो सबै उठाउँथे भन्ने सोच आएको थियो कि मेरो दिमागमा चाहिँ। कहिले होला है अस्ट्रेलियामा आफ्नै घर हुने। अनि फेरि म त्यहाँ नजिकैको एउटा एजियन स्टोरमा गए। आज मैले मेरो स्कुलको साथीलाई पनि भेटे। हाम्रो 5 वर्षपछि भेट भएको थियो अनि हामीले स्कुलको गफ गर्नतिर लाग्यौं। तर मलाई चाहिँ मेरो स्कुल लाइफ सम्झिनै मन पर्दैन के। हजुरहरूको लागि स्कुल लाइफ कस्तो थियो? मलाई त मेरो स्कुल लाइफले एउटा ठुलो ट्रमा दिए जस्तै भएको थियो। एकछिन गफ सफ गऱ्यौं अनि त्यसपछि म घरतिर लागे। वकमा नगएको धेरै भएको थियो, त्यही भएर म चाहिँ एकछिन घरबाट बाहिर निस्किए अनि फेरि मैले आफ्नो अर्को साथीलाई पनि भेटे। धेरै पछि भेट भएको भएर होला मलाई चिन्दै चिनेन अनि भागिहाल्यो। 1 घण्टा जस्तो हिँडेर म फेरि घरतिर फर्किए। थ्याङ्क यू फर वाचिङ गाइज।